हेलो एभ्रियन साथीहरू सबैजनालाई नमस्ते। आजको मेरो यो छोटो मिठो भिडियोमा तपाईँहरूलाई स्वागत छ। अनि म कहाँ जाँदैछु भने चाहिँ म हजुरहरूलाई पछि भन्छु। अनि हामीहरू यति धेरैजना जाँदैछौँ अनि यति धेरैजना जान्ला छौँ कि अनि कहाँ जाँदैछ एकैछिनमा भन्छु अहिले। अनि त्योभन्दा पहिले अनि सबैजनाले मेरो भिडियोहरू अन्तिमसम्म हेर्नु होला। अनि हामी जाँदैछौँ खेततिर। अनि यो चाहिँ खेतमा जाने बाटो अनि यता चाहिँ घर खेतमा जाने निटो हुँदै थियो क्या। अनि त्यो भएर यतातिर हामी घरको सबै अनि परिवारहरू यतातिर जानला छौँ। हामी लगभग खेतमा पुग्यौँ। यो चाहिँ मेरो खेत हो। अनि त्यहीँ अब हामीहरू खेतको अनि घाँसहरू झारपातहरू उखेल्छौँ। अनि यहाँमा देखेको छैन तर घाँस एकदमै बाक्लो छ। घाँस एकदम बाक्लो छ। अनि त्यो भएर हामी खेत गोड्न गएको छौँ। अनि यहाँ मजाले घाँसहरू उखेल्दैछन्। अनि मजाले घाँसहरू पनि यति घाँसहरू छ कि यति बाक्लो बाक्लो घाँसहरू छ मजाले। अनि घाँसहरू अब गोरु भैँसीको लागि पनि अब घाँसहरू चाहियो। अनि आफ्नो खेत पनि गोड्नु भइहाल्छ। गोरु भैँसीको लागि पनि घाँसहरू चाहिन्छ। त्यो भएर हामी सबैजना घरको अनि खेततिर गएको छौँ। अनि अब यहाँबाट खेतमा अब झारपातहरू उक्काउनु छ। अनि त्यसभन्दा पछि चाहिँ फेरि गएर खाना पकाउनु छ नि त। त्यो भएर हामीहरू सबैजना अनि खेततिर अनि गएको छौँ। अनि खेतमा मजाले यहाँ घाँसहरू यति राम्रो राम्रो छ हेर्नुहोस् त। घाँसहरू पनि यति धेरै छ कि यति धेरै बाक्लो थियो अनि यति राम्रो थियो। अनि यतातिर मुठाहरू फालेको छौँ। अनि लगभग हामीले घाँसहरू काट्यौँ अनि घरतिर लाग्यौँ। घरतिर लागेर खानासाना पकाउँछ। अनि खानासाना पकाएर अनि खाना पकाएको भिडियो त मैले अनि के अरे खिचेको छैन। अनि त्यो भएर मैले खाना खाइसकेपछि भाँडाहरू नल्का फालिसकेपछि यतातिर घरमा पोछाहरू लगाएको थिएँ नि त। अनि पोछाहरू लगाएको पनि खिच्न पाएको थिएन। अनि यता पोछाहरू लगाएको चाहिँ यता भान्सा यति धेरै दिन भयो थियो नि त पानी परेको। अनि त्यो भएर लिप्न पाएको थिएन। त्यो भएर यो भान्साहरू पनि अनि सफा 2-3 दिन भयो नलिपेको। त्यो भएर भान्साहरू सफा गर्नको लागि म झारिरहेको छु। खानासाना खायौँ अनि यतातिर सबैमा त्यो भएर अनि म यसलाई मजाले झाडु मार्दैछु कि मजाले झाडुसाडु मार्छु। अनि खानाहरू पकाउने ठाउँ फोहोर भएपछि त खाना पकाउनु पनि अर्को हुन्छ। आजकल बर्खाको सिजनमा त झन् कालो कालो अनि उ गरेपछि नसफा गरेपछि नलिपेपछि अर्कै हुन्छ। त्यही भएर मैले यता अनि गोबर माटोहरू मजाले मिच्छु। गोबर माटोहरू मिचिसकेपछि अनि मजाले अनि यतातिर अनि लिप्नतिर म लाग्छु। भान्साहरू सफा त गर्नु पर्यो। त्यो भएर मजाले त म लिप्न लाग्छु। मजाले लिप्नु पर्यो। अनि त्यसपछि अब यतातिर अनि फेरि अझ बाहिरतिर पनि छ नि। बाहिरतिर आजको मौसम छ पानी पर्ने जस्तै। त्यो भएर मैले बाहिरतिर त खासै केही नै लिप्दैन। बाहिरतिर यति बाहिरतिर लिप्दै अन्त फेरि अर्को कामहरू थपिएको छ क्या। फेरि कामहरू के भनेपछि अब भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हजुरहरू आफै थाहा पाइहाल्नुहुन्छ। काम त कति हुन्छ कि घरमा छोरी मान्छेहरूको तर देखिन्न के। अनि यतातिर अब मैले भान्साहरू पनि लिपेँ। यो भान्साहरू लिपेर सिधाएँ। अनि त्यसपछि फेरि नै अझ फेरि अर्को काम छ नि त मेरो। अर्को काम छ भाँडा धुनु। अब त्यसो अघि मैले भाँडाहरू भिजाएको थिएँ भनेको थिएँ नि त। त्यो भएर यति धेरै भाँडाहरू छ कि अब यो मजाले धुनु पर्यो। धोइसकेपछि अब एक एक गरेर यसलाई पखाल्नु पर्यो। पखालिसकेपछि अब हुन्छ साँझको खाना पकाउने टाइम। एक एक गरेर पखाल्दैछु कि यता मजाले पखाल्नु पर्यो। पखाल्दा फेरि अब हुन्छ